गार्मेन्ट, कृषि हेल्पर, लाइट ड्राइभर, नाइट रिसेप्सन, डे रिसेप्सन, काउन्सिलर र कन्टेन्ट क्रिएसनको लागि भ्याकेन्सी लिएर आइसकेको छ। हामीलाई पृथ्वीचोकमा रहेको एउटा मेन पावरको लागि एकजना मेल रिसेप्सन र एकजना मेल काउन्सिलर चाहिएको छ। तपाईँको ड्युटी टाइम भनेको चाहिँ 9:30 to 5:30 हुन्छ भने स्यालेरी 12 to 15,000 हुन्छ। तपाईँहरू फ्रेसर हुनुहुन्छ र नर्मल कम्प्युटर नलेज छ भने पनि एप्लाई गर्न सक्नुहुनेछ। र हामीलाई औद्योगिक क्षेत्रमा रहेको एउटा गार्मेन्टको लागि 3-4 जना टेलर चाहिएको छ। एक्सपिरियन्स अनुसार तपाईँको स्यालेरी चाहिँ 12 देखि 18,000 सम्म हुन्छ। र हामीलाई हेम्जामा रहेको एउटा फार्मको लागि 8-9 जना हेल्पर चाहिएको छ। तपाईँको खाने बस्ने गरेर स्यालेरी 15,000 प्लस हुन्छ भने हामीलाई त्यही फार्मको लागि एकजना लाइट ड्राइभर पनि चाहिएको छ। खाने बस्ने गरेर तपाईँको स्यालेरी भनेको चाहिँ 18,000 प्लस हुन्छ। र हामीलाई लेक साइडमा रहेको एउटा होटेलको लागि नाइट, मर्निङ र इभिनिङको लागि 3 जना मेल फिमेल रिसेप्सनिस्ट चाहिएको छ। ड्युटी टाइम भनेको 8 आवर्सको हुन्छ भने स्यालेरी एक्सपिरियन्स अनुसार 12 to 15,000 हुन्छ। र हामीलाई सबैगिरीको लागि एकजना कन्टेन्ट क्रिएसन चाहिएको छ। तपाईँहरू वर्क फ्रम होम पनि गर्न सक्नुहुन्छ भने पार्ट टाइम अफिसमै गएर पनि गर्न सक्नुहुनेछ। तपाईँहरू यो जबहरूको लागि इच्छुक हुनुहुन्छ भने हाम्रो अफिस भिजिट गर्नुहोला। धन्यवाद।